Everyone, नमस्ते सबैजनामा वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। नयाँ दिन नयाँ सुरुवातका साथ म फेरि अर्को भ्लग लिएर आइसकेको छु। अनि आज म धेरै एक्साइटेड छु किनभने आज मेरो साथीको बेस्ट फ्रेन्डको बर्थडे हो हैन। अनि बर्थडे मनाउनुको लागि चाहिँ म जाँदैछु गोर्खे बजार। लेट्स गो। यस्तो गर्मीमा बिलिन्छ त अनि बिल्लेको होइन हिजो हिजो ल्याएको हो र हिजो ल्याएको हो र त कसरी निरज दाले हम त रुइन किन केक बिगेर रविन दादाले कराइदिउँ भने रविन दादाले बिगारेको हो र रविन दादाले बिगारेको रविन दादाले ल्याइदिनु भएको नि त खुट्टा मुनि उयोमा राखेको छ नि त त्यो हुन्छ नि गाडीको प्रेस हाल्नु ओ बस न त्यो प्रेस गर्नेमा राखेको छ कि काटौँ ल चट्ट लाएर फाइनली बर्थडे पनि सक्यो होइन। केक चाहिँ काटियो। अब 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 अरू कुरा डल्लै छ। सनिया पौडी हान्दैन चाहिँ साथीको बर्थडे चाहिँ स्पेसल भइरहेको छ होइन। अनि त्यहाँबाट हामी चाहिँ यहाँ आएर क्या चट्ट लाएर हामी चाहिँ यहाँ खेलिरहेको छौँ। अनि त्यहाँबाट के भयो भने नि यहाँबाट सुनिन्छ क्या के भयो भने नि ल साथीहरू। अनि चट्ट लाएर घाम लागिरहेको छ। यस्तो मौसममा खोलामा भिज्नुको मजै बेग्लै छ होइन। खिच्दिउँ भरे हाल्दिनँ, भोलि मात्रै अपलोड हुन्छ। दामी भइरहेको छ होइन साथीहरू। अनि एकछिनमा चाहिँ बर्थडे गर्ल पनि आउँछ होला पक्कै पनि। भयो एकदम खतरा भइरहेको छ। आज चाहिँ बर्थडे होइन, बर्थडे अरे क्या हामीलाई चाहिँ। अनि त्यो बिल्लेको केक सुन्यो भने ल्याइनु मार्छ अनि होइन म रमाइलो भयो। एकछिन चाहिँ रिस पनि उठ्यो होइन। धेरै कुराहरू छन् है जुन भन्नु सकिँदैन। डेली भ्लग बनाउँदिनँ त्यही भएर सब्सक्राइबर छैन। न त हाम्रो फेसबुकले त्यस्तो हान्दैछ नि हो अहिले। कति पुगिसक्यो तेरोमा सब्सक्राइबर 25जना हाम्रो युट्युबमा भ्युजर बढाउनु र उयो बढाउनु चाहिँ लास्ट गाह्रो हुन्छ अरे चाहिँ छौँ होइन साथीहरू। चट्ट लाएर आजको बर्थडे चाहिँ अब इन्डिङ हुन आँटेको छ। अब चाहिँ चट्ट लाएर तल गएर त्यसले के अर्डर गरेको छ खाने होइन। मेरो आज मलाई टोइलेटमा पछाडिबाट यसो कुट्यो भने म हुन्छु नि यहाँबाट हेरिरहेको। साथीहरू तपाईँहरू पनि यहाँ घुम्नु आउनु है। यस्तो दामी दामी ठाउँहरू छ। अनि यहाँनिर खोला पनि यस्तो दामी यहाँ मात्रै सुन्छ दामी छ। अनि यो ठाउँलाई चाहिँ गोर्खे बजार किन थाहा छ बिजुलीको उयो भनेर। यहाँ बादल वर्ष बिजुली भन्ने गीत आएको थियो अरे कि अनि यो माथिको यो उयो हेर्नु न कस्तो दामी छ क्या साथीहरू। अनि उयोतिर गाई पनि छ। हो यहाँ हो गाई छ। अनि खोला छ। अनि खोलामा जाँदा यस्तो भयो हाम्रो लुगा यहाँ सबै भिजेको छ। यसको पनि भिजेको छ। यसलाई चाहिँ भिडियोमा नल्याउनु अरे क्या रिसाउँछ अरे। अनि भरे हेर्छु नि म गएर भन्दै थियो। अनि साथीहरू बर्थडे स्पेसल भयो होइन। जे होस् सानो मिठो भयो। अनि खुसी लागिरहेको छ। अनि हाम्रो यो उयो हुन्छ नि त के भन्छ अब
हामी कम्तीजना छौँ त अनि अरू साथीहरू हाम्रो उयोहरू हामी मिल्ने भनेको चाहिँ हामी 4 जना जति छौँ होइन जे कुरामा पनि अनि त्यहाँबाट क्लासमा छौँ क्या साथीहरू घमण्डी गर्ने आरिस गर्नेहरू होइन तपाईँहरूको क्लासतिर चाहिँ कस्तो हो तपाईँहरू पढ्ने स्कुलतिर चाहिँ कस्तो थियो होइन हाम्रो स्कुलमा चाहिँ पढ्ने अब देखिसक्दैन क्या राम्रो गरेको देखिसक्दैन थाहा छ हौ भनिसकेँ त मैले समाजमा पनि यस्तै हुन्छ होइन आरिस गर्ने अनि राम्रो गरेको चाहिँ देख्ने क्या अनि नराम्रो कामको चाहिँ उयो गर्दै कुरा काट्दै हिँड्ने अनि राम्रो काम गर्दा पनि केही नराम्रो उयोहरू गर्ने क्या अनि हाम्रो क्लासमा पनि त्यस्तै छ क्या ममा अलिकति एडिट गर है मात्रै भनेको त रिस उठेर नि म त होइन क्या फेरि भयो घुमाउ चाहिँ घुमाउन भयो घुमाउ चाहिँ घुमाउन बर्थडे चाहिँ स्पेसल खतरा दामी भयो साथीहरू होइन कतिहरूलाई म भन्न सक्दिनँ कति स्पेसल भयो भनेर होइन तर एकदम दामी सडक खतरा भयो होइन अनि अर्को कुरा पसिना घाम कस्तो लागिरहेको कस्तो लागेर के थाहा तपाईँहरूलाई आँखामै लगेर छोरी छुट्ने अनि दामी भयो स्पेसल भयो होइन अनि बिचमा चाहिँ मलाई एकदम रिस उठेको थियो होइन किन भन्दाखेरि अब उसको नाम त लिनु भएन होइन मैले ब्लगमा र पनि म कुनै दिन चाहिँ पब्लिक गर्छु होइन हाम्रो क्लासको साथीहरू निकै घमण्डी छ होइन अनि मैले आरिस गरेको होइन नि त होइन अब राम्ररी सम्झाउँदाखेरि चाहिँ कति न मैले आरिस गरेँ भन्ने खालको छन् क्या अनि मलाई रिस उठ्दैन नि त्यसभन्दा त झन्डै उठ्दिएको साथीहरू फेरि लाप्चाको छोरी हो कि डराइँदैन यस्तै हो जिन्दगी यस्तै हो रमाइलो पनि आज दामी भयो खुसी लाग्यो होइन एकदम धेरै खुसी लाग्यो अनि जुन खुसी मलाई लाग्यो त्यो खुसी मेरो साथीहरूलाई पनि लाग्यो होला होइन मसँग चाहिँ मेरो सपोर्टिभ साथीहरू छ होइन मेरो प्रोटेक्टर मलाई प्रोटेक्ट गर्छ उनीहरूले होइन सपोर्ट गर्छ माया गर्छ रेस्पेक्ट गर्छ विश्वास गर्छ होइन त्यो नै मेरो ठुलो कुरा हो होइन फर्स्ट कुरा त मेरो प्रायोरिटी मेरो दादा एकदमै धेरै अति नै धेरै क्या माया गर्छ होइन त्यसले जे भन्छ त्यही दिन्छ जहाँ जान्छु भने त्यहीँ जानिदिन्छ होइन अनि साथीहरू भनेको एकदमै धेरै सपोर्टिभ छ क्या जाउँ भन्दाखेरि जाने खालको गर भन्दा गर्ने खालको होइन अनि कसम भनेको मैले जिन्दगीमा पाएको भनेको दुईवटा कुरा एकदमै भाग्यमानी मान्छु किनभने मसँग मेरो एकदम बेस्ट मलाई माया गर्ने मेरो दाजु छ होइन दाजु फर्स्ट प्रायोरिटी दाजु सेकेन्ड प्रायोरिटी चाहिँ मेरो साथीहरू किनभने उनीहरूले मलाई नै मायाको कमी हुन दिएको छैन क्या अब जुन मलाई अब खुसी चाहिएको हुन्छ नि त्यो खुसीको चाहिँ कमी हुन कहिले दिएको छैन क्या यति धेरै सपोर्ट गर्छ होइन त्यसको लागि चाहिँ थ्याङ्क यू सो मच मेरो साथीहरू तिमीहरूले मेरो ब्लग हेर्छ लभ यु यार एन्ड आजको ब्लग तपाईँहरूलाई कस्तो लाग्छ मन परेमा लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला थ्याङ्क यू फर